नमस्कार। सबैभन्दा मूल्यवान कुरा आज नै हो। मानिसहरू जीवनभरि हिजोलाई सम्झेर गुम्सिरहने गर्दछन्। भोलिलाई सोचेर डराइरहन्छन्, तर आजलाई मूल्य दिन बिर्सिन्छन्। सत्य कुरा के हो भने जीवन न हिजोमा छ न भोलिमा। जीवन आजमै बाँचिरहन्छ। परिवर्तन आजै सुरु हुन्छ। जागरण आजै हुन्छ। सफलता आजै जन्मिन्छ। कुनै पनि ठुलो परिवर्तन, ठुलो यात्रा, ठुलो लक्ष्य सबैको सुरुवात आजबाट नै हुने गर्दछ। मानिसहरूले भोलिदेखि गर्छु भनेर जीवनका सबै सपना चिहानमा गाड्ने गर्दछन्, तर जसले भन्दछ आजै गर्छु, मानिसहरू संसार बदल्छन्। आजलाई महत्त्व दिने मानिसहरू कहिल्यै पछि पर्दैनन्, किनभने समयले हिजो फर्काउँदैन। भविष्य आफूले बनाएको योजना अनुसार चल्दैन, तर आज मात्र तपाईको नियन्त्रणमा हुन्छ। आज तपाईले उठाएको एउटा प्रयासले तपाईको सम्पूर्ण जीवन बदल्न सक्दछ। हामी धेरै जसो मानिसहरू हिजोका गल्तीले आफूलाई दोषी बनाइरहन्छौँ। कहिलेकाहीँ त हिजोका चोटले आजलाई पनि उध्यारो बनाइदिन्छौँ। हिजो कसैले तपाईँलाई दुःख दियो होला, हिजो तपाईँले असफलता भोग्नुभयो होला, हिजो तपाईँले ठुलो निर्णयमा गल्ती गर्नुभयो होला, तर हिजो अब कहिल्यै फर्किँदैन। प्रकृतिले पनि हिजोलाई कहिल्यै पुनः प्रयोग गर्दैन। सूर्य हिजोको किरण लिएर उदाउँदैन। चन्द्रमाले हिजोको उज्यालो लिएर चम्किँदैन। नदीले हिजोको पानी लिएर बग्दैन। त्यसैले तपाईँले पनि हिजोलाई बोकेर हिँडिरहनु आवश्यक छैन। हिजोलाई बिर्सिनुहोस्, किनभने हिजो समाप्त भइसकेको छ। तपाईँलाई उठ्न रोक्ने सबै कुरा हिजोमै खत्तम भइसकेका छन्। आज भने शून्यदेखि सुरु गर्नलाई एक अद्भुत मौका हो। मानिसहरू भोलिको डरले आजलाई गुमाउँछन्। भोलिदेखि पढ्छु, भोलिदेखि उठ्छु, भोलिदेखि मेहनत गर्छु, भोलिदेखि लक्ष्य बनाउँछु, भोलिदेखि सुरु गर्छु। यिनै वाक्यहरूले संसारका सबैभन्दा ठुला प्रतिभाहरूलाई नष्ट पारेका छन्। तर भोलि कुनै निश्चित छैन। भोलि कस्तो होला भन्ने कसैले जान्दैन। भोलि तपाईँसँग समय हुन पनि सक्छ, नहुन पनि सक्छ। भोलि तपाईँ स्वस्थ हुन पनि सक्नुहुन्छ, नहुन पनि सक्नुहुन्छ। भोलि जीवनले तपाईँलाई मौका दिन पनि सक्छ, नदिन पनि सक्छ। त्यसैले भोलिभन्दा महत्त्वपूर्ण आज हो। यदि आज तपाईँले केही गर्न सुरु गर्नुभयो भने मात्र भोलि राम्रो बन्दछ। भोलिलाई बदल्ने शक्ति आजमा छ। आज आफूलाई बदल्ने शक्ति तपाईँभित्र इन्धनको आगो जस्तै लुगेर बसेको छ। तपाईँ जन्मिँदा सबैभन्दा शक्तिशाली, सबैभन्दा सम्भावनायुक्त, सबैभन्दा अद्भुत मानवीय क्षमता लिएर जन्मिनु भएको थियो। म कसम खाएर भन्दछु, तपाईँमा कुनै कमी छैन। तपाईँले चाह्यो भने यो संसारमा जे पनि गर्न सम्भव छ। समस्या तपाईँमा होइन, समस्या तपाईँले आफैलाई कसरी हेर्नुहुन्छ त्यसमा छ। धेरै मानिसहरू जीवनभर अरूले के भन्छन् भनेर जताततै टाउको झुकाउँदै हिँड्ने गर्दछन्। त्यसैले प्रिय साथीहरू, म एउटै कुरा भन्दछु, तपाईँले आज आफूलाई बदल्ने साहस देखाउनुभयो भने तपाईँलाई रोक्ने शक्ति संसारमा कसैको छैन। कहिलेकाहीँ जीवनमा चोटहरू आउँदछन्, पीडाहरू हुन्छन्, निराश भइन्छ, तर ती सबै पीडा तपाईँलाई रोक्न होइन, तपाईँलाई बलियो बनाउन आएका हुन्। जुन मानिसले दुःख भोगेको छ उसले जीवन बुझ्दछ। जुन मानिस लडेको छ उसले उठ्ने शक्ति सिक्दछ। जुन मानिसले अँध्यारो देखेको छ उसैले उज्यालोको मूल्य बुझ्दछ। आजको दिनले तपाईँलाई नयाँ सुरुवात दिन्छ, जहाँ तपाईँले हिजोका सबै चोटहरूलाई अनुभवका रूपमा राख्न सक्नुहुन्छ र नयाँ जीवनलाई साहसका साथ सुरु गर्न सक्नुहुन्छ। धेरै मानिसहरू आफ्नै क्षमतामा शङ्का गर्दछन्। म सकिनँ भने, मानिसहरू हाँसे भने, म असफल भएँ भने, यी प्रश्नहरू नै सबैभन्दा ठुलो कारागार हुन्। मानिसहरू आफ्नो डरका कैदी हुन्छन्। आज तपाईँले निर्णय गर्नुहोस्, अब म डरको कैदी भएर बाँच्दिनँ। म हिँड्छु, म सिक्छु, म उठ्छु, म लड्छु, म असफल हुन्छु, तर म कुनै पनि कुराले रोकिन्न, किनभने आज मैले निर्णय गरेको छु। म मेरो जीवनको मालिक हुँ। आजको शक्ति यस्तो शक्ति हो जसले साधारण मानिसलाई असाधारण बनाउँदछ। कहिल्यै पनि तपाईँले ठुलो सुरुवात गर्नु आवश्यक छैन। सानो परिवर्तनबाट ठुलो परिवर्तन जन्मिन्छ। आज एउटा पृष्ठ पढ्नुहोस्, आज 1 किलोमिटर हिँड्नुहोस्, आज 10 मिनट ध्यान गर्नुहोस्, आज 5 मिनट योजना बनाउनुहोस्, आज 1% मात्र सुधार गर्नुहोस्। यही 1%ले वर्षमा तपाईँलाई धेरै गुणा सुधार गर्दछ। संसारमा सबैभन्दा महान कामहरू सानो प्रयासबाटै सुरु भएका हुन्। आजैदेखि तपाईँले एउटा कसम खानु पर्दछ, मैले मेरो लक्ष्यका लागि केही गर्छु, आफ्नो सपनाका लागि मेहनत गर्छु, आफ्नो जीवनका लागि जिम्मेवारी लिन्छु, आफैलाई हराउन दिन्न र आफैदेखि
म रोकिन्न। सफलता कसैलाई पनि सजिलै मिल्दैन। जसले आजलाई उपयोग गर्छ त्यही सफल हुन्छ। कैयौँ मानिसहरू धनी परिवारमा जन्मिएका थिएनन्, शिक्षा थिएन, पैसा थिएन, तर उनीहरूसँग आजलाई कदर गर्ने बानी थियो। उनीहरूले आफूलाई सोधे, आज म के गर्न सक्दछु, र त्यही प्रश्नले उनीहरूको जीवनलाई महाकाव्य बनाइदियो। आज तपाईँले पनि यही प्रश्न सोध्नुहोस्, आज म के गर्न सक्दछु, जसले मेरो जीवन बदल्छ। उत्तर तपाईँलाई थाहा छ, तर तपाईँले त्यो कदम चाल्न बाँकी छ। यदि तपाईँले आज निर्णय गर्नुभयो कि अब म उठ्छु, अब म डराउँदिनँ, अब म अरूको कुरा सुन्दिनँ, अब म आफ्नो लक्ष्यमा केन्द्रित हुन्छु, यति भन्दै गर्दा तपाईँको जीवनको राजमार्ग बदलिन्छ। आजको निर्णयले तपाईँको भाग्य बदल्छ। जीवन एकपटक मात्र मिल्छ, हरेक आज फेरि आउँदैनन्। आजको समय, आजको सास, आजको अवसर सबैभन्दा अमूल्य छ। तपाईँले भोगेको पीडा, तपाईँले झेलेको सङ्घर्ष, तपाईँले देखेको अँध्यारो, यी सबै व्यर्थ जाँदैनन्। यी सबै कुराहरू तपाईँलाई शक्ति दिन आएका छन्। धेरै मानिसहरूले सफलताको सपना देख्दछन्, तर केही मानिसहरू मात्र आजैबाट सुरु गर्दछन्। इतिहासले ती केही मानिसहरूको मात्र नाम सम्झिन्छ जसले आजलाई जिते। सुन्नुहोस्, हिजोले तपाईँलाई पछि तानेको थियो, भोलिले तपाईँलाई चिन्तित बनाएको थियो, तर आजले तपाईँलाई बलियो बनाउँदछ। आजैबाट उठ्नुहोस्, आजैबाट हिँड्नुहोस्, आजै सिक्नुहोस्, आजैबाट काम गर्नुहोस्, आजै मेहनत गर्नुहोस्, आजै निर्णय गर्नुहोस्, आजैबाट नयाँ सुरुवात गर्नुहोस्। किनभने यही हो द पावर अफ टुडे। आज तपाईँको हातमा छ जीवन बनाउन, सपनालाई उठाउन, लक्ष्यलाई चुम्न, सफलताको शिखर चढ्न। त्यसैले आजलाई उपयोग गर्न सक्ने मानिस संसारमै विजय हुन्छ। जय होस्, धन्यवाद, नमस्कार।